एउटा एउटा क्यास एउटा मात्रै बल है अनि क्या दुःख छु म भाइलाई हराएँ तर भाइले कहिले गाली दिन सक्दैन कुरा चाहिँ याद हुनुभयो भाइले गीत खान लागिरहेको छ हाम्रो दुई भाइले वेलकम ब्याक टु आवर च्यानल गाइज अहिले हाम्रो चाहिँ यहाँ फुटसलमा आएको छौँ र हाम्रो दाइहरूले चाहिँ गेम लिएर आउनु भएको छ र यो गेम चाहिँ हाम्रो स्पेसल गोरे दाइले ल्याउनु भएको लाइक कमेन्ट सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला यति भन्छु म सो यो गेम चाहिँ कस्तो भन्दाखेरि होइन यसरी 1v1 बस्छ एकअर्कालाई फेस गरेर है अनि त्यसपछि यहाँ चाहिँ यस्तो एउटा क्यास एउटा मात्रै बल है अनि त्यसपछि ए लक्ष्य हाडे ओ सरक उधर अनि सो नि भन्दाखेरि नि छिनु पर्यो फिट भन्दा फिट इयर थ्रो जे नि हुन सक्छ अनि मैले भन्दै होइन भन्दा त मैले क्यास भनेर जसले क्यास टिप्यो सुन जसले क्यास टिप्यो त्यसले क्यास पायो होइन अनि बल जो हार्यो त्यसले बल सट्ट भेट्यो त्यही त झुकेर बल भने बल सट्टै भेट्छ त बल छिस भनेर अब यो उसले छोएर होइन म त भएर ऊ भाग्नु पर्यो क्या भाग अनि मैले हान्नु पर्यो क्या फेरि खेल्ने किन सो ल अब चाहिँ हाम्रो सुरुमा चाहिँ हाम्रो यो सेप र नाम कुरै कोन्डा ल कोन्डा ल नि फिट हेड क्यास नेक्स्ट हेलो हो खेल्नलाई रेडी हेर्नु गाइस 1 2 3 गो ल फिट हेड नि फिट नि क्यास आजको विनर हजुरलाई कसो लागेको 50 रुपियाँ जित्दा अलिक धेरै खुसी लागेको छैन यसमा सिगर आइसकेको छ चिन्ता गर्नु पर्दैन जुस खानुहुन्छ होला पापा खाइली रेडी हो हाम्रो रेडी हो ल है त फिट नि हेड फिट नि क्यास भर्खर त सुरुवात हुँदैछ अर्को ल नेक्स्ट आजको विनर भएको छ लिखते ल कसो लागेको 50 रुपियाँ जितेर ठिक्क 50 रुपियाँ खुसी हुने भिखारी रहेछ आज हुनु गइरहेको छ दाजुभाइको के भन्ने त अबलाई यो भएन यसलाई फाइट भनिन्छ ल राखौँ पैसा ल दाजुभाइ टक्क लगाएर नि त ल रेडी हो गाइजहरु रेडी हो यस एकदम रेडी हो ल लाइक हान्नु न त उता टक्क लगाएर ल नि चेस्ट हेड बल ल गाइजहरु झुकिसकेको छ एकचोटी तर ल नेक्स्ट चेस्ट नि फिट बल झुकिसकेको छ गाइजहरु ल फेरि अर्को ल फिट चेस्ट हेड क्यास यो 50 रुपियाँ विनर भएको छ दाजुभाइमा परेको थियो दाइ चाहिँ विनर भएको छ कसो लागेको त 50 रुपियाँ जितेर हल्का दुःख छु म भाइलाई हराएँ तर भाइले कहिले गाली दिन सक्दैन कुरा चाहिँ याद हुनुभयो
दामी दामी लाइन हानिसकेको दाइले ल नेक्स्ट 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 र विनरको अगाडि नै थियो यो विनर फेरि आइसकेको छ गाइजहरू यो विनर काम छैन तर ठिक छ चिटिङ गरेको विनरले रेडी हो गाइजहरू रेडी लाइक हान्दिनु त गाइजहरू ल है त फिट नि फिट नि हेड नोज आई फिट इयर बल भेटिसकेको छ ल सर भेटिसकेको छ फर्की पछाडि बल खाइसकेको थियो त्यसैले अब फेरि रिगेम हुँदैछ विकेट हुँदैछ रेडी हो नि त फिड नि फिड नि फिड नि फिड नि चेस्ट क्यास विनर हाम्रो प्रगललाई भइसकेको छ टक्क लागेको ल 50 रुपियाँ जित्दा कस्तो लागेको छ प्रगलहरूलाई ठिकै खुसी खुसी ल 50 रुपियाँको तेल डालिन्छ अब 450 थपेर 500 को तेल डालिन्छ गाइजहरू ल नेक्स्ट 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 ल गाइजहरू रेडी हो रेडी हो नि त ल उताहरू लाइक हान्नु ल टक्क लगाएर त रेडी भइसक्यो त गाइजहरू बोल मसँग भेटिसकेको छ बल ल छिटो ठिकै दाइ मच्छर धेरै आउँदो रहेछ ल ल ल फिट नि फिट नि फिट नि बल नाइस शट बिचडी भइसक्यो गाइजहरू गाइजहरू तेस्रो चोटिमा चाहिँ आउट हुन्छ है तेस्रो चोटिमा चाहिँ त ल फिट नि चेस्ट नि फिट नि चेस्ट हेड बल अब नेक्स्ट नेक्स्ट रिजेक्ट फेरि ल ल ल दामी दामी रिजेक्ट भइरहेको छ त ल नि फिट बल दामी आउट भइसकेको छ उहाँले 3 चोटि खाइसकेको छ क्यास प्राइज पाइसकेको छ 50 रुपियाँ पाएर के भयो तपाईँलाई कस्तो खुसियाली भइरहेको छ ठिकै लागिरहेछ आफ्नो साथीलाई हराएर अझै खुसी लागिरहेछ हामी मैं गाली नहीं दे सकता नहीं गाली नहीं देना फैमिली देखती है वरना मैं ऐसे ऐसे गाली दूं ऐसे गाली दूं ना 10 रुपियाँ जितेर नि खुसी हुन्छ मान्छेहरू राइट साइडमा हुनुहुन्छ कोन्डा ताली बजाएर खोइ त बेगर गर्दै बिचरा ल ल ल लेफ्ट साइडमा हुनुहुन्छ लक्ष्मण वाह ताली बजाउने छैन पैसै छैन सो यो गेममा चाहिँ तिमीले पाउने 100 रुपियाँ अनि यसमा के बल होइन जति जति भन्न पाए तिनमा आउट भएको छैन कि अब यसमा चाहिँ हुँदैन यसमा चाहिँ धेरै क्यास पनि अलिक आउट भन्नु जसले बल भन्छ नि भाइ जसले टिचो त्यसले हान्ने हान्ने ल सुरु भइसकेको छ गेम कोन्डा भर्सेस लक्ष्मण ल है त हेड साइलेन्ट ठिक्क हेरेर रियाक्सन दिने नि 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 फिट नि चेस्ट हेड अलिक माथि सुन्न कस्तो यसरी के टाउको सिधा हुनु पर्यो क्या टाउको सिधा हुनु पर्यो टाउको एकअर्कालाई हो टाउको एकअर्कालाई नि फिट हेड चेस्ट नि हेड नजिबाट अर्कै भिडियो अर्कै मलबाट भिडियो नि मलले तिम्रो फिट मलले नि फिट बल नाइस ल हेड चेस्ट नि फिट नि चेस्ट ओ ल्याउनु ममा चेस्ट नि चेस्ट नि चेस्ट नि चेस्ट फिट बल स्लो मार गरे ल ल ल ल पैसा अरे ल गाइजहरू ठिक छ ल ल ल हेड नि आई नोज एयर चेस्ट
फिट नि फिट नि फिट नि फिट नि यस तपाईँलाई 100 रुपियाँ जितेर कस्तो फिल भइरहेको अनि अलिक धेरै खुसी भएको तपाईँले के खानुहुन्छ यसमा कस्तो खान्न के खानु चाहन्छु ओपन च्यालेन्ज चाहिँ हेर न यो चाहिँ ओपन च्यालेन्ज 105 रुपियाँ कसले लान्छ अब फेरि 2 जनाको एउटै मुकाबला भइरहेको छ गाइजहरु ल फिट नि फिट नि बल पनि भन्नु पर्यो है नि हेड चेस्ट फाइनल म्याच रहेछ चाहिँ फिट फिट नि नि फिट नि फिट नि हेड आई नेट इयर हेड के छ भन्नु के चेस्ट हिप हिप पर्ने थाइ प्लिज नबुझेर अलिकति कन्फ्युज छ ठिक छ ल फिट 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 नि नि ओइ आए दा नि नि फिट नि फिट बल मेरो नाङ्गो लागिसकेको छ ल सुरु है त ल गाइजहरु फेरि ल भन्दा हेरे त भनेर यहाँ 2 दाजुभाइले किस खाना लागिरहेको छ हाम्रो 2 दाजुभाइले ओए 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 किस किस धेरै वर्षपछि भेटेको रहेछ हाम्रो यहाँ 2 दाजुभाइ मेलामा छुट्टिएर हिप हेड नि फिट नि फिट नि फिट नि फिट नि फिट बल This is the end. रियाक्सन त मामा छ दाइको ल दामी दामी ल फेरि भीगे होठ तेरे दाजु धेरै पछि भेटिएकोले 2 दाजु धेरै पछि भेटिएकोले यहाँ भाइले चाहिँ बल हानिरहेछ भाइले चाहिँ पैसा दिने कुरा सल्लाह भएको छ फिट नि क्यास नेपाली भाइ हारेको छ ल सबै हामीले चाहिँ मैले चाहिँ दिएको अरे दाइले भाइले काइले दिएको हो भाइले दिएको हो ए पैसा भाइले दाइले दिएको हो कस्तो जे पनि ए भाङ धतेरो दाइ दाइ गरिन रहेछ जितेकोमा यसै गरी हाम्रो विजेता हुनुहुन्छ यति भन्दै हाम्रो भिडियो सकिरहेको छ अनि आजको हाम्रो विजेता हामी चाहिँ हाम्रो लक्ष्मी आएको छ So bye. So if you like this video, सबैले like share subscribe अनि बेल आइकन दबाउन नबिर्सिनु होला गाइस। यति भन्दै हाम्रो भिडियो समाप्त हुन्छ। हस् त धन्यवाद।